इन्टरनेट चलाउँदा ब्राउजिङहरू गर्दा इन्टरनेट स्लो हुन्छ। यसलाई फास्ट कसरी गर्ने? फर्स्ट अफ अल क्रोम ब्राउजर ओपन गर्ने, ट्रिपल डटमा क्लिक गरेर हिस्ट्रीमा जाने। हिस्ट्रीमा गइसकेपछि चाहिँ यहाँबाट वान बाई वान सिलेक्ट गरेर पनि चाहिँ डिलिट गर्न मिल्छ। अदरवाइज चाहिँ डिलिट ब्राउजर डाटामा क्लिक गरेर डाइरेक्ट डिलिट गर्न पनि मिल्छ। यसमा चाहिँ वान बाई वान चाहिँ गर्दैछु। त्यसपछि चाहिँ डिलिट ब्राउजर डाटामा गएर पनि गर्न मिल्छ र यहाँबाट पनि डिलिट ब्राउजर डाटाबाट गर्न मिल्छ र एकचोटि चाहिँ डाइरेक्ट डिलिट ब्राउजर डाटा गरेर पनि देखाउँदैछु। यहाँबाट चाहिँ सेभ पासवर्डमा क्लिक नगर्ने, टिक नगर्ने, त्यसपछि चाहिँ अलमा टिक गरेर अनि डिलिट गरिदिने। यसले चाहिँ इन्टरनेटलाई फास्ट बनाउँछ र चाहिँ ब्राउजिङहरू गर्दा चाहिँ स्पिडमा इन्टरनेट चल्छ। भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।